आमा नमस्कार। अनि हजुरलाई एउटा कुरा सोधौँ भनेर। तपाईँको घरमा बेगर गइसकेको छोरीले घर सम्हाल्छ कि बेगर आएको बुहारीले सम्हाल्छ? आफैले सम्हाल्छ भने बुहारीले घर सम्हाल्छ होइन त? ल अनि तपाईँहरूलाई के लाग्छ उहाँ आमाको कुरो सहमत हो हजुरहरू? हो ल सबै उहाँ आमाको कुरालाई सहमत हुनुभयो। घर सम्हाल्ने बुहारीले रहेछ। ल अब हजुरहरूले सुन्नु होला। अब ज्वाइँको घरमा गएको छोरीलाई आफ्नो घरमा पठाइदिनु होला। आफ्नो घर सम्हाल्न पर्छ र हाम्रो घर सम्हाल्न आएको बुहारीलाई घरको चाबी दिनु होला। त्यो चाबी अहिले होइन, फागुन 21 गते मतदान गरेर दिनु होला, त्यो पनि घन्टी चुनाव चिन्हमा। किनकि शोभिता गौतम हाम्रो क्षेत्र नम्बर 3 को बुहारी हो। त्यसकारण शोभिता गौतमलाई जिताउने अभियानमा सबै लागौँ। हस् त, नमस्कार।